तपाईले कहिले सोच्नु भएको छ कसैलाई मूर्ख भन्नु पर्दा हामी तुरुन्तै भनिहाल्छौं गधा। तर के साँच्चै गधा मूर्ख हुन्छ त? वास्तविकता यसभन्दा बिल्कुलै फरक छ। गधा एक अत्यन्तै समझदार र सतर्क जनावर हो जसले हरेक कदम सोच विचार गरेर मात्र चाल्छ। जहाँ घोडा अचानक डराएर भाग्न सक्छ त्यही गधा पहिले रोकिन्छ। उसले वरपरको स्थितिलाई बुझ्छ र त्यसपछि मात्र अगाडि बढ्नु सुरक्षित छ कि छैन भन्ने निर्णय गर्छ। यदि उसलाई अलिकति पनि खतरा महसुस भयो भने ऊ जिद्दी गरेर अडिदैन, बरु आफूलाई बचाउन अगाडि बढ्न इन्कार गर्छ। यही व्यवहार हामीलाई जिद्दी लाग्छ, तर वास्तवमा यो उसको स्मार्ट निर्णय लिने क्षमता हो। गधाको सम्झना शक्ति पनि निकै बलियो हुन्छ। उसले बाटाहरू, ठाउँहरू र मानिसहरूलाई लामो समयसम्म सम्झिन सक्छ र पुराना अनुभवहरूबाट सिकेर भविष्यमा राम्रो निर्णय लिन्छ। यही कारण हो कि पहाड र मरुभूमि जस्ता कठिन क्षेत्रहरूमा उसलाई सबैभन्दा भरपर्दो जनावर मानिन्छ, किनकि उसले बिना सोच विचार जोखिम लिँदैन। त्यति मात्र होइन, गधाहरू धेरै धैर्यवान हुन्छन् र कठिन परिस्थितिमा पनि शान्त रहेर सही समयको प्रतीक्षा गर्छन्। अर्थात् जसलाई हामी ठट्टामा गधा भन्छौं ऊ वास्तवमा प्रकृतिको एक स्मार्ट, धैर्यवान र उच्च अनुकूलन क्षमता भएको प्राणी हो। त्यसैले अर्को पटक जब तपाईं कसैलाई गधा भन्नुहुन्छ, एक पटक अवश्य सोच्नुहोस्, कतै तपाईले उसलाई मूर्ख होइन बरु धेरै समझदार त भनिरहनु भएको छैन। कहानी होइन, यो त विज्ञान हो।